मर्निङ करिमेरा। आज शनिबार म चाहिँ खाना पकाउन लागेको। साग टिपेको सबै फुलेर। मेहनतको फल मिठो हुन्छ भन्छ। साग अस्ति एकचोटि खाएँ, तितो भयो। बेसी जन भएर होला। यस्तो मसिनोमै फुलिसकेछ। टुप्पो टुप्पो सबै टिपिदिएको। पहिला यही बिउ पहिला रोप्दा चाहिँ साह्रै राम्रो भएको थियो। अहिले 20 सिजन भएर होला। सिजन छैन नि त होइन सागहरूको अहिले। टुप्पो सबै टिपिदिएको। साह्रै मैले रोपेको फुल कस्तो राम्रो भएको छ। जेरेनाम मैले रोपेको फुल ठ्याक्क यो रोपेको चाहिँ 3 महिना भयो। तर 3 महिनामा यस्तो मैले फुल्यो कि जेरेनाम। खुर्सानी साग फुलेर तितो भएर मेहनतको फल मिठो हुन्छ भन्छ। रायो साग रोप्छु तितो हुन्छ। क्या होला यस्तो। ल यहाँ प्याज रोपेछु। खुर्सानी चाहिँ बिचरा बल्ल बल्ल फल्दैछ। पोहोरको बोट हो त्यही भएर काटिदिएर। साग चाहिँ फेरि जिउँदै फुलेर केही छैन। सायद यो 20 सिजन भएर होला। पहिला त यस्तो राम्रो फल्थ्यो। यसपालि त बच्चामै फुलेर बच्चामै बुढो भएर जेरेनाम। आज चाहिँ चट्ट सुँगुरको मासुमा यही तितो साग भए पनि लाएर खानु पर्यो। दामी होला नि। दामी होला। ल है अब त गर्मी धेरै बढ्यो। यो खोर्सानी पनि मर्छ होला साह्रो भने पनि। त्यही भएर यत्तिकै छोडिदिएको। कसैले बचाउँछ भने लाँदा हुन्छ। यो खोर्सानीको बिरुवा आएर यहाँ छ 3टा, यहाँ छ 2टा, अर्को गमलामा छ यो 2टा। एकदम गर्मी बढ्यो नि त। त्यही भएर अब त बाँच्दैन नि होला। भर्खर कपेर भयो कि राख्ने टाइम। जेरेनाम सागको चाहिँ मन्टो सब टिपिदिए खाइदिन्छु मन्टो। ल आज सुँगुरको मासु र भात खानु पर्यो।